यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुत तन्मन्त्र देवीस्तवे वेदे साङ्गप्रदा कर्मपञ्चे दीर्घयन्ति यं सामगा ध्यानावस्थितेन मनसा पश्यन्ति यं योगिनो यस्यन्दनविदो सुरसुरगणा देवाय तस्मै नमः। श्रीमाता चन्दनचर्चितो जलं बभू शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविशन्मुक्ता बलिशोभिता सर्वे ज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मुखं करोति वाचालं पङ्गुलङ्घयतिं गिरिं यत्कृपातमं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासाय तेजसे यस्य प्रसाद वक्ष्यामि नारायणी कथामृतम्। नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वती व्यासं ततो जयमुदिरे। अथ एकविंशो अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त मुनि। त्यसरी बसेको 10 वर्ष पुरा भएपछि एक दिन शिव शर्मा ब्राह्मणले आफू मोटो घाटो हुष्टपुष्ट भएको देखेर आफ्नो घर सम्झे। अब म यहाँ मात्र बसेर के हुन्छ, यस्तो मनमा विचार गरेर शिवभट्ट ब्राह्मण र सती ब्राह्मणसित भने, हे माता पिता, तिमीहरूको दया कृपाले कन्यादान पाए। घर छाडी यहाँ बसेको धेरै दिन भयो। उहाँ घरको हेर विचार गर्ने कोही छैन। आज्ञा पाए घर जाँदो हुँ। यस्तो शिव शर्माको वचन सुनेर शिवभट्ट ब्राह्मण भन्दछन्, हे ज्वाइँ, यो घर पनि तिम्रै हो, हाम्रो पो को छ र? हामी पनि तिम्रै हौँ, सम्पत्ति पनि तिम्रै हो। जाने कुरा नगर्दै नगर। यस्तो कुरा सुनेर शिवभट्ट फेरि भन्दछन्, हे पिता, त्यस्तो आज्ञा नगर। एकपल्ट जान देऊ। घरको हेर विचार गरेर फेरि चाँडै ल्याउने छु। पनि को छ र? मेरो पनि को छ र? बाबा महतारी पनि तिमी, इष्टमित्र पनि तिमी, अरू पनि तिमी, गुरु पनि तिमी, हितबन्धु पनि तिमी, मन परेको खाना लाउन दिएर पाल्ने तिमीलाई छाडी कता जाउँला? यति आफ्ना पति शिव शर्माले पिता शिवभट्टसित कुरा गरेको सुनेर गोमा ब्राह्मणी भन्दछिन्, हे स्वामी, जानका नगर, जानेको मन नगर। तिमी जाने भए मलाई पनि लैजाऊ, नत्र जान दिने छैन। तिमी बिना म कसरी बसुली? यस्तो गोमाको वचन सुनेर शिव शर्मा भन्दछन्, हे सती, तिम्रो बाल अवस्था छ, मसित जान सक्ने छैनौ, किनभने हाम्रो घर टाढा छ। बाटामा ठुला पर्वत नाग्नु पर्छ। फेरि कति दिन वनमा नै बास बस्नु पर्दछ। त्यहाँ अनेक तरहका जन्तुको भय हुन्छ। तिमी आफ्ना इच्छामा रहे कि कहिले घरदेखि बाहिर ननिस्के कि शीत ताप भोक प्यासले दुःख पाउली। फेरि मेरो वृद्ध अवस्था छ, कसैले बाटामा दगा गरेर तिमीलाई हरण गरेर लैजाला। यस अर्थले यही बस, म घर पुगेर खबर लि चाँडै आउने छु। 2 महिना भनेको कति दिन हो र? यस्तो शिव शर्माको वचन सुनेर गोमा ब्राह्मणी भन्दछन्, हे स्वामी, तिमी 2 महिना भन्दछौ, तिमी नभए 2 घडी पनि म बस्न सक्दिन। फेरि शीत ताप भोक इत्यादिले दुःख पाउलिस, पर्वत चढ्नु पर्दछ, वनमा बास बस्दा जन्तुहरूको भय हुन्छ भन्यौ। तिमीले दुःख पाए म पनि दुःख पाउली, जो गति तिम्रो उही मेरो। जस्तो जे भए पनि तिमीलाई छाडेर म यहाँ बस्न सक्दिन। कदाचित मलाई यही छाडी आफू मात्र गयो भने म हत्या गरेर मर्नेछु। यस्तो भनेको सुनि हे सुवासिनी, जाने भए पिता मातासँग बिदा मागेर आऊ। पतिको आज्ञा पाएर गोमा पितासित गएर म पनि स्वामीसित जान्छु, बिदा दिनुहोस् भनिन्। शिवभट्ट र सती ब्राह्मणीले, हे छोरी गोमा, जान्छु भनेर नभन, किनभने हाम्रो वृद्ध अवस्था भयो। छोरा जे भने पनि तिमी मात्र हो, एक छौ, तिमीले हाम्रो को सम्भार गर्ला? पानीसम्म कसले खान देला? तिमी पनि नभए चन्द्रमाका नभएको राति झैँ हुनेछौ। जस्तै रामचन्द्र नहुँदा दशरथ राजाको प्राण गए थियो, त्यस्तै तिमी नभए हामी पनि बाँच्ने छैनौ। यस उसले हामी दम्पतिको सेवा गरी सम्पत्तिको रक्षा गरेर बस। तिम्रो पुरुषलाई जान देऊ, ती पनि 2 महिनामा आइहाल्नेछन्। यस्तो पिता माताको वचन सुनेर गोमा फेरि भन्दछन्, हे माता पिता, स्त्री जातिको तीर्थ व्रत दान धर्म पति नै हुन्। पुरुष रहेसम्म कहीँ कुनै तीर्थ व्रत दान धर्म गर्नु पर्दैन। सबै शास्त्र पुराण तिमीहरूले नै जानेकै छ, म के भनु? स्त्री जाति भएर आफ्ना पतिलाई रिस गरेर हेरे डेरी हुन्छ।
पुरुषको वचन नमाने पापिनी हुन्छे, पुरुषसित मुख लागे गाली गरे लाटी हुन्छे, पुरुषसित लुकाए खाए कुकुर्नी हुन्छे, पुरुषसित द्रोह गरे गोही हुन्छे। यसैले मलाई नचेक जान देऊ, विशेष पुरुष विरुद्ध छन्, म नभए बाटामा कसैले सम्भार गर्ला। फेरि बढेकी छोरीले माइत बस्न पनि हुँदैन, बरु चाँडै नै आउला। यस्तो गोमाले भनेको सुनि भनेपछि शिव भट्ट र सती ब्राह्मणले त्यसो भन्छौ भने हामी के भनौँ जाऊ भनी आँखादेखि आँसुका धारा खसाली। नाना वस्त्र अलङ्कार पहिराई, नाना द्रव्य आदि दाइजो दि डोलीमा हाली सहरको बाहिरसम्म पुर्याउन गए। बाटामा राम्रोसित लगे भनी डोलीहरूलाई हराएर शिव भट्टले गोमालाई हामीलाई नबिर्से चाँडै आए भने डोलीदेखि उर्ली बाबा महातारीलाई प्रणाम गरी सङ्गिनीहरूलाई पनि बस है भनेर सबैसित बिदा भई आँखाबाट आँसु खसाल्दै डोलीमा चढेर त्यहाँदेखि जाँदी भइन्। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य सम्पादे श्री स्वस्तानि परमेश्वर्यं व्रतकथायां गोमापति गृह गमन नाम एकविंशोऽध्यायः।